जसरी विभिन्न ऋतुहरूको परिवर्तनसँगै 12 महिनाको चक्कर काटेर फेरि अर्को नयाँ वर्ष सुरु हुन्छ, त्यसै गरी वर्षभरिका हाम्रा सुख दुःख, हाँसो खुसी, सफलता असफलतासँगै हाम्रो जीवन पनि परिवर्तन भइरहन्छ। यो परिवर्तनशील जीवनमा हरेक कुरा मैले भनेको जस्तो नहुन पनि सक्छ, तर विजयी उही हुन्छ जसले प्रतिकूल समयमा पनि आफूलाई स्थिर राखेर आफूलाई अझै नयाँ बनाउने कोसिस गर्छ। हजुरको आफ्नै च्यानल बर्न टु विनमा यहाँलाई हार्दिक स्वागत छ। मित्रहरू, सबैभन्दा पहिला त आउँदै गरेको नयाँ वर्ष 2082 सालको उपलक्ष्यमा तपाईँको जीवन सुखी, खुसी र आनन्दले भरिपूर्ण बनोस्। हजुरलाई मङ्गलमय शुभकामना। मित्रहरू, जीवन सफल बन्नको लागि हरेक नयाँ वर्षले तपाईँको लागि नयाँ नयाँ अवसर र नयाँ नयाँ सम्भावनाहरू बोकेर आएको हुन्छ। फरक यति हो, कसैले ती अवसरहरू चिनेर आफूले फड्को मार्छन् भने कसैले ती अवसरहरूलाई नचिनेर पाइताला मुनि कुल्चने गर्छन्। यदि तपाईँ पनि आफ्ना अवसर र सम्भावनाहरू चिन्न सक्षम हुनुहुन्न भने पक्कै पनि यो भिडियोले तपाईँलाई नयाँ बन्नको लागि मद्दत गर्नेछ। मित्रहरू, आज म तपाईँलाई एउटा यस्तो एक्सन प्लान सिकाउनेछु जसले तपाईँको जीवनलाई पुरै रूपान्तरण गरिदिनेछ। मित्रहरू, सबैभन्दा पहिला त एउटा सूत्र जानौँ। यदि तपाईँ आफ्नो घरमा नयाँ बेड वा अरू कुनै वस्तु भित्र्याउन चाहनुहुन्छ भने के तपाईँ पुराना सामानहरू पनि घरमै राख्नुहुन्छ? केही बेर विचार गरौँ त। पक्कै पनि नयाँ सामान घरमा राख्नको लागि पुराना सामानलाई घर बाहिर फ्याँक्नै पर्ने हुन्छ, होइन भने नयाँ र पुराना सामान खचाखच राख्न थाल्यो भने घर अत्यन्तै अस्तव्यस्त देखिन थाल्छ। त्यसैले यदि म नयाँ बन्न चाहन्छु भने पक्कै पनि आफूभित्र रहेका पुराना विचार, पुराना धारणा, पुराना दृष्टिकोण र म भित्रका पुराना संस्कारलाई मेरो दिमागबाट बाहिर फ्याँक्नु पर्ने हुन्छ। तब बल्ल मेरो खाली दिमागमा मैले नयाँ विचारलाई जन्म दिन सक्छु, जसको कारण म अत्यन्तै सृजनशील बन्न थाल्छु, जसको कारण मेरो जीवनमा नयाँ नयाँ अवसरहरू भित्रिन थाल्छन्। अब तपाईँलाई प्रश्न उठ्न सक्छ, मेरा पुराना विचारलाई कसरी फाल्न सकिन्छ त? पक्कै पनि यदि मलाई पुरानो बेड फाल्न मन लाग्यो भने मैले नयाँ बेडको चाहना राख्नुपर्छ। यहाँबाट के स्पष्ट हुन्छ भन्दा यदि मैले कुनै नयाँ कुराको चाहना गरेँ भने मेरा पुराना कुराहरू स्वतः मबाट टाढा हुनेछन्। जब तपाईँ आफू केही बन्ने कल्पना गर्नुहुन्छ तब तपाईँ त्यसको लागि काम गर्न सुरु गर्नुहुन्छ, जसको कारण तपाईँका पुराना विचारहरू आफसे आफ गायब हुन थाल्छन्। अब म तपाईँलाई नयाँ वर्षको एक्सन प्लान कसरी गर्ने त्यसको बारेमा सिकाउने छु। एउटा कापी र कलम लिनुहोस् र सुरु हुँदै गरेको नयाँ वर्षको एक्सन प्लान कार्ययोजना कापीमा टिपोट गर्नुहोस्। सबैभन्दा पहिला आफैसँग यस्तो सङ्कल्प गर्नुहोस्। एकैछिन भिडियोलाई पज गर्न सक्नुहुन्छ र आफ्नो कपीमा यो सङ्कल्पलाई लेख्न सक्नुहुन्छ। सङ्कल्प यस्तो छ, समय हाम्रो भगवान हो, त्यसैले आजदेखि म अर्थहीन कुरामा आफ्नो समय खेर फाल्ने छैन। एक मिनेटको सदुपयोग गर्नेछु। सृजनशीलताको लागि वा कुनै नयाँ कुरा सिक्नको लागि मात्र आफ्नो समय खर्चिनेछु र आउँदै गरेको नयाँ वर्षसँगै म पनि नयाँ बन्नेछु। यो सङ्कल्पले तपाईँलाई साँच्चीकै आफ्नो जीवन परिवर्तनको लागि मद्दत गर्नेछ। हामी प्रत्येक पूजाआजामा सङ्कल्प गर्ने गर्छौँ किनकि सङ्कल्प शक्ति सबैभन्दा ठुलो शक्ति हो। यसलाई हामीले पूजामा मात्र नभएर आफ्नो जीवन परिवर्तनको लागि पनि सूत्र बनाउनुपर्छ। अब सबैभन्दा पहिला आफ्नो जीवनको लक्ष्य पत्ता लगाउनुहोस् र त्यो लक्ष्य पुरा गर्नको लागि पहिला 1 नम्बरमा आफूमा भएका कमजोर पक्षहरूको सूचीगत रूपमा टिपोट गर्नुहोस्। मित्रहरू, त्यसै गरी 2 नम्बरमा आफ्ना कमजोर पक्षहरूको कारण पत्ता लगाउनुहोस्। के कारणले गर्दा तपाईँमा ती कमजोरीहरू छन् त्यसको जरैसम्म गएर कारण पत्ता लगाउनुहोस्। त्यसै गरी 3 नम्बरमा आफ्नो व्यक्तित्व विकासको लागि आफूमा कुन कुन कुरा परिवर्तन गर्न चाहनुहुन्छ त्यसको सूची तयार गर्नुहोस्। नम्बर 4मा आफूले टिपोट गरेका यी सबै कुराहरूलाई 21 दिनसम्म राति सुत्ने बेलामा र बिहान उठ्ने बित्तिकै पढ्नुहोस् र आफ्नो सङ्कल्प पुरा गर्नको लागि तयार बन्नुहोस्। नम्बर 5मा एक्सन प्लान वा कार्ययोजना बनाउँदा पहिला 1 वर्षभित्र आफूले गर्ने काम, त्यसै गरी 6 महिनाभित्र आफूले गरिसक्ने काम र 3 महिनाभित्र वा 1 महिनाभित्र आफूले सक्नुपर्ने कामको सूची तयार गर्नुहोस्।
साथसाथै प्रत्येक दिनको डेली टास्क पनि तयार गर्नुहोस्, जसमा प्रत्येक दिन बिहान उठ्ने बित्तिकै आफूले दिनभरि गर्नुपर्ने कामको सूची तयार गर्नुहोस् र त्यही अनुसार सबै कामलाई इमानदारीपूर्वक सक्ने कोसिस गर्नुहोस्। जब मेरो प्रत्येक दिनको डेली टास्क पुरा हुन्छ तब मेरो मन एकदमै खुसी हुन्छ, किनकि मैले आज दिनभरिको लक्ष्य पुरा गरेको छु। जब म सानो सानो लक्ष्य पुरा गर्छु तब बल्ल मैले ठुला ठुला लक्ष्यहरू राख्न सक्छु र त्यसलाई पुरा गर्न सक्षम पनि बन्छु। यसरी जब आफ्नो दिनभरिको कामको लक्ष्य पुरा हुन्छ त्यति बेला आफैलाई थपथपाएर धन्यवाद भन्नुहोस्। आफ्नो नाम लिएर आफैलाई कङ्ग्रेचुलेसन्स भन्नुहोस्। यसले तपाईँलाई अझै धेरै मोटिभेट हुनको लागि मद्दत गर्नेछ। यति गरिसकेपछि अन्त्यमा भोलिको टास्क पुरा गर्नको लागि फेरि आफैलाई बेस्ट अफ लक भनेर आफ्नै नाम लिएर सम्बोधन गर्नुहोस्। तपाईँको 1 वर्षको एक्सन प्लान र प्रत्येक दिनको टास्क सजिलै पुरा हुनेछ। अब एकपटक मुसुक्क मुस्कुराउनुहोस्। नयाँ वर्षको लागि यति राम्रो कार्ययोजना एक्सन प्लान तयार गर्न मद्दत गरेकोमा बर्न टु विन च्यानललाई धन्यवादको लागि सब्सक्राइब पनि गर्नुहोस्। साथसाथै साइडमा रहेको बेल आइकनलाई बजाउन बिल्कुलै नबिर्सनुहोला, किनकि तपाईँको जीवन परिवर्तनको लागि नयाँ भिडियो च्यानलमा अपलोड गर्न साथ तपाईँको मोबाइलमा नोटिफिकेसनको घन्टी बज्नेछ। मित्रहरू, आजलाई यति नै। अझै इन्ट्रेस्टिङ भिडियो लिएर तपाईँको सामु छिट्टै उपस्थित हुनेछु। तबसम्मको लागि नमस्कार।